आज म तपाईहरुलाई पपी फुलको बारेमा बताउन चाहन्छु किन लाउँछौ भनेर। यो कथा आजभन्दा लगभग 110 वर्ष अगाडि पहिलो विश्वयुद्ध फर्स्ट वर्ल्ड वारमा सुरु हुन्छ। एकजना कनेडियन डाक्टर आर्मी हुन्छन्। उनले अब ज्यान बचाउँछन् तर आफ्नो नजिकको साथीको ज्यान बचाउन सक्दैनन्। त्यसपछि एकदमै दुखी हुन्छन्। अब फ्युनरल सर्भिसपछि फर्किन्छन्। त्यसपछि त्यो फ्लान्डर्स फिल्ड भन्ने एउटा फ्लान्डर्स भन्ने ठाउँ छ बेल्जियममा, त्यहाँ बसेर उनले कविता रच्छन्। अनि कविताको पहिलो दुई लाइन कसरी जान्छ भने इन फ्लान्डर्स फिल्ड द पपीज ग्रो बिट्विन द क्रसेस रो अन रो भनेर जान्छ। त्यसपछि लडाइँ सकिन्छ। लडाइसकेपछि त्यो कविता त्यो पोएम एउटा लन्डनको न्युज पेपरमा पब्लिस हुन्छ। सबैलाई मनपर्छ। अनि युएसको एउटा न्युज पेपरमा नि पब्लिस हुन्छ। अनि युएसको एकजना प्रोफेसरलाई औधी मनपर्छ। अनि उनीले पपी फ्लावर लगाउन मान्छेहरूलाई चाहिँ भन्छन्। त्यसपछि यो आइडिया फ्रान्सको एकजना उनी पनि टिचर हुन्छन्, उनलाई एकदमै मनपर्छ। अनि उनीले चाहिँ च्यारिटी गरेर पैसा उठाएर अब जो लडाइँमा ज्यान गुमाएका थिए उनीहरूको फ्यामिलीहरूलाई प्रोभाइड गर्छन्। त्यसरी नै यो एउटा देशबाट अर्को देश हुँदै इन्टरनेसनल चाहिँ मुभमेन्ट हुन्छ। अनि किन नोभेम्बर 11 मा भन्दाखेरि पहिलो विश्वयुद्धको अन्त्य भनेको नोभेम्बर 11 मा भएको थियो। त्यो थियो 11th of November 1918 मा। अनि बिहान सिग्नेचर भएको छ। त्यसपछि दिउँसो 11 बजे चाहिँ सिज फायर यानी कि गोला बारुद अब स्टप भनेर सिज फायर भएको थियो। त्यही भएर नोभेम्बर 11 को 11 बजे बिहानको 2 मिनट साइलेन्स अब्जर्भ गरिन्छ, मौन धारण गरिन्छ। अनि हरेक वर्ष यसरी नै जसरी आज हामी मनाउँदैछौँ त्यसरी नै परेड गरेर रिमेम्बरेन्स परेड मनाइन्छ। अनि पपी फ्लावर पनि उहाँहरूको सम्झनामा लगाइन्छ। धन्यवाद।